युवालय पडकास्टमा म युवराज काफ्ले यहाँलाई स्वागत गर्दछु। आजको मेरो अतिथिको जीवन सङ्घर्षको कथा पक्कै पनि यहाँलाई प्रेरणादायी लाग्नेछ। नाम जय कञ्चन, कञ्चनपुर जिल्लामा आजभन्दा 27 वर्ष पहिले बुवा हिक्मत बलायरका आमा विष्णा बलायरको खुसीमा खुसी थप्न जेठो सन्तानको रूपमा रङ्गपत्रकार लक्ष्मी बलायरको जन्म भएको थियो। उहाँको जीवन कथाको सङ्घर्षको कुराकानी अबको क्रममा। लक्ष्मीजी, यहाँ कञ्चनपुरमा जन्मिनुभयो, तपाईँ आफ्नो ठाउँलाई कसरी सम्झनुहुन्छ? हाम्रो कञ्चनपुरको म राजघाटमा जन्मेको होइन। त्यो अब धनगढीबाट नजिक भए पनि तर एकदमै दुर्गम के, त्यहाँ डुङ्गाहरू थिए, डुङ्गाहरूबाट हामीले वार पार गर्नु पर्थ्यो। त्यही हो, एउटा दुर्गम गाउँ थियो, त्यही धनगढी नजिक भए पनि। जस्तो बाल्यकालमा तपाईँको स्वभाव र तपाईँको रुचि चाहिँ कस्तो केमा थियो? म अलि सानो छँदाखेरि म अलि साइ नेचरको थिएँ। एकदमै त्यो कसैले केही भन्दा पनि जवाफ पनि फर्काउन नसक्ने, त्यो साइ नेचर भयो भने म भित्र बोल्ने चाहिँ एकदमै हुटहुटी थियो। तपाईँ जस्तै सपना देख्नेहरूको लागि तपाईँ के भन्न चाहनुहुन्छ? त्यही हो, सपना, आफ्नो जुन सपना छ त्यसलाई जसरी नि पुरा गर्नुहोस्। कहिले पनि तपाईँहरूलाई त्यो सपना मैले पुरा गरेन भनेर रिग्रेट नहोस्। त्यही भएर त्यसको सपनाको पछि लागिराख्नुहोस्, एक दिन अवश्य सफल भइन्छ। नयाँ पुस्तामा आफ्ना सपनाप्रति धैर्यता कम भइरहेको अवस्थामा उहाँ एक यस्तो उदाहरण बन्न सक्नुहुनेछ जसले इमान्दारिता साथ कर्म गरे सपनाको धुरी चढ्न कठिन छैन। यस्तै कर्मशील व्यक्तिको जीवन कथा लिएर अर्को हप्ता युवालय पडकास्टमा आउनेछु। त्यतिन्जेलसम्म युवालय पडकास्ट सुन्दै गर्नुहोस्।